के छ खबर? हामी कहाँ आएको? छाउनीमा। लो अब यहाँ चाहिँ हेर्न जाउँ न त, भित्र लजाउँ। राम्रो रहेछ सिस्टम चाहिँ है। पानी ल हेर, तिमी पानी खेल्ने भने नि त, पानी खेल्न जाउँ ल। चारवटा बिल्डिङ भने चाहिँ एउटा बिल्डिङ होला, एउटा चाहिँ यो होला बिल्डिङ होइन, चारवटा। ल छौ न त पानी चाहिँ कस्तो हुँदैन। ल कता जाऊँ ल, उता हेरौँ त। पहिला कता जाने? के भने? ल जाउँ। कसको मूर्ति? बवन भैरव के भैरव अनि कुमाण्डा स्कन्द माता अपारमिता ल उमा महेश्वर जोगिनी ल वैष्णवी हजुर तोरण सहित भयो। जस खतरा रहेछ, जस राम्रोसँग सेभ गरेर राखेको रहेछ क्या। सरस्वती नारायण। ल गणेश भगवान नमस्कार गर। चैते गणेश भगवानलाई नमस्कार गरे खै। ल जोगिनी पनि छ। ल राजा रानी एक मल्ल राजा एक मल्ल रानी। नमस्कार गर्छौ राजा रानीलाई। ब्रह्मा अनि शक्ति सहित भैरव यो माथिको गणेश। नमस्कार गरे गणेशलाई खोइ नमस्कार। नृत्य गणेश, यो चाहिँ नाच्ने गणेश। ल डान्सर गणेश। के गणेश? वसुन्धरा अमिताभ बुद्ध। कुमार शिवलिङ्ग सिद्धि गणेश। चतुर्भुज विष्णु गरुड लक्ष्मी नारायण ब्रह्मा अनि काष्ठकला भनेको चाहिँ काठबाट बनेको। काठले बनाए छ अरे। लक्ष्मीनारायण कुमार ल नमस्कार गर्दै।
कहाँ छ सूर्य कौमारी युद्ध चण्ड भैरव नृत्य देवी नारायण भगवान नृत्य भैरव एउटा कुरा सोध्नु पर्यो आज तिमीलाई स्विमिङ खेल्न जान रमाइलो भयो कि यो हेर्न आउनलाई दुइटै हिँड्ला इन्द्र भिटिन नलिनु है हो हजुर भिटिन नलिनु किन त्यहाँ खिच्नुहुन्छ भन्दै त्यहाँदेखि भिडियो लिनुभएछ मैले होला टुटोमाकै खिचेँ होला भनेर फोटो खिच्नु मिल्छ भन्दैछ त फोटो त खिच्न मिल्छ भिडियो लिनु मिल्दैन हो थकै लाग्यो झ्यालरेलर कुमारी घर छ यो बसन्तपुरको एउटा भवनबाट हेरेर आइपुग्यो भने त हामी एउटा आएपछि अब अर्को दोस्रोमा जाने दोस्रोमा छोरीलाई कसलाई लाग्यो एउटासम्म है रमाइलो है ल जाउँ अब अर्को कुनमा जानु ल कुनमा जाने यसमा जाउँ त यसो यता जाने ल यसमा जाउँ त ए बिस्तारै बिस्तारै जाउँ अब अर्को बिल्डिङ होइन त अब दोस्रोमा बौद्ध आर्ट ल ल ल ल हेर त अहिले ढुङ्गे ढुङ्गे डमरू क्याटल डमरू बोझा बोझ अब हामी दार्जिलिङ अहिले दुईटामा घुमेर आयो यो चाहिँ बुद्धशाला बुद्धशालामा घुमेर है ल अब जा कता जाने अब यताबाट जाउँ यहाँबाट जाउँ अब अर्कोमा जाउँ अब गाडी हेर्न आएको कस्तो रहेछ गाडी ल यो गाडी हेर्छौँ राम्रोसँग ल पुरानो गाडी है अँ। के रहेछ गाडीको नाम राणाकालीन समयमा अरे मकवानपुरको भीमफेदीबाट बोकेर काठमाडौँ ल्याएका विभिन्न गाडीहरू हेरिराखौँ है त ल यो नम्बर पनि नेपालीबाट लेख्नु पर्छ कि के नेपाली हो अँ। गाडी अँ। चल्दैन अहिले त यसको ट्याङ्की नै पछाडि हुन्छ यसरी अँ। तेल राख्ने ट्याङ्की पछाडि हुन्छ ल ट्याङ्की के अँ अँ अर्को बिल्डिङमा जाउँ है त अर्कोमा तेस्रोको पालो होइन त सरी कस्तो लागेको छ रमाइलो रमाइलो लागेको छ ल अब हामी तेस्रोको बिल्डिङमा जाउँ है त तेस्रो बिल्डिङ चाहिँ यता छ ल चाहिँ तँ भयो है ल अब जाउँ नि त भित्र
ऐतिहासिक भवन आइतै हाम्रो छोरी देख्यौ यहाँ चाहिँ लिची कति फलेको छ है हँ लिची बाघको बच्चालाई के भन्छ डमरू अर्नाको सिङ है ल नेवारी दुलाही मन्दिर जान लागेको एक दृश्य नेपाल काठमाडौँ उपत्यका ज्यापुनी चुरा बनाउन भएको दृश्य पाकिस्तान बर्मा सबै छ है त कहाँ आएको खोइ ए अनि त्यो उ त्यो बनाइरहेको क्या खोकुरीहरू लिम्बू जाति हो नि कोदोको ढेँडो शेर्पा जातिले तान बुन्छ होइन जाति भनेको सतार जातिले चाहिँ यहाँ के वनमा गएर के खोज्ने होला क्या अर्की जातिहरूले यसरी सिलाउँथ्यो नि त पहिला पहिला जुत्ता होइन जातिले डम्फु सेलो बनाउँछ नि त होइन गुरुङ जाति होइन ल त ल बस ल बस गुरुङ जातिको चाहिँ हिमाल जातिले पनि यस्तो गर्दो रहेछ जाति देखेछ अरे कस्तो लाग्यो मेरो जस्तो छोरीको छैन यस्तो ल राम्रो लाग्यो यो चाहिँ अच्छा त यस्तो होइन कसरी हेर्ने किन यस्तो खतरा गरे बाँदर जातिहरू यसरी गुफामा बसेर होइन आगो सागो बाल्ने गर्थे के कतिवटा हेरी भ्यायो त अब तिनवटा अब अर्को नै हेर्नु चाहिँ तोप पहिला पनि यस्तो हुन्थ्यो तोप अरे ल जाउँ ल ल हाम्रो चाडाको पालो होइन अब कहाँ जान्छ चालो चाहिँ मुद्रा भनेको चाहिँ पैसा होइन त ल जाउँ ल एकछिन है लिची रहेछ धेरै कहाँ छ खै लिची ल जाउँ लिची ए ल जाउँ ल जाउँ ल अहिले त्यो खानु हुँदैन के छोरा होइन ल जाउँ ल
ल अब सङ्ग्रहालय जाने बाटो चाहिँ यता ल जाउँ। यो चाहिँ सरकारी पहिलाको राणाहरूको ब्याङ्क के पैसा हुने ठाउँ खतरा छ है। ल राष्ट्रिय वाणिज्य ब्याङ्क भने जस्तै राष्ट्र। ल ल ल पैसा यति हुँदो रहेछ। ललितपुर राज्य जमाना होइन पहिला यस्तो पैसाको माला र औँठी होइन। यिनीहरू दिएछ अरे उसलाई 10 रुपियाँ दिएछ मैले यो पनि दिएछ ठुलो होइन यो पनि वीरेन्द्रको पालाको रहेछ मैले कुन देखेछ यो देखेछ यो देखेछ यो देखेछ मैले देखेछ हो र यो त छैन नि मैले यताको छैन यताको छ यो अब फोर्ट पनि हेरिसकेँ नि त। अब के अल्छी लाग्यो के खुट्टा दुख्यो है। ल अब एकचोटि त्यो उयोमा बसौँ त हामी त्यो के को के देख्छ नाम लिचीको घर। ल हामी चाहिँ सबै घुम्यौँ होइन त। लास्टमा चाहिँ ब्याङ्क घुमेर मुद्राको ब्याङ्क घुमेर हामी आइपुग्यौँ। तिमीलाई कस्तो लाग्यो मुद्रा घुम्नु? रमाइलो रमाइलो। अनि अन्जु एकदम रमाइलो लु अब यो हिँड्दा थकै पनि लाग्यो कि अब हामी यो लिचीको बोर्डमा छौँ अहिले होइन। कति धेर फलेछ ल लिचीको बोर्डमा छौँ पाका छैन। ल अब हाम्रो यहाँको ब्लग चाहिँ यहाँको ब्लग चाहिँ सक्यो होइन। अब हामी चाहिँ अब घर फर्किन्छौँ। तपाईँहरूलाई यो भिडियो कस्तो लाग्छ सबैले हेरिदिनु होला। तर एकचोटि चाहिँ आएर चाहिँ यो सङ्ग्रहालय राम्रोसँग हेर्नु होला है। लु बाई।